मन्दिर परिसरमा माथिल्लो जातकोलाई माथितिर र तल्लो जातकोलाई तल देखाएर डाइरेक्टरले ब्लकिङको माध्यमद्वारा समाजमा रहेको जातीय भेदभावलाई देखाउन सफल भएका छन्। अन्ततिर झन् पुजारलाई मन्दिर बस्न नदिने सिनमा पुजारलाई तल राखिनु र बाँकी गाउँलेहरू माथि बस्नुले पनि ब्लकिङ एन्ड स्टेजिङको राम्रो नमुना पेश गरेका छन्। लाइटिङको केसमा भने नेचुरल लाइटको म्याक्सिमम प्रयोग गरिएको छ भने डिफ्युज गरेर प्रयोग गरिएको सफ्ट लाइटिङ पनि राम्रो लाग्छ। एक दुई ठाउँमा सिन ट्रान्जिसन हुँदा इन्डोरदेखि आउटडोरमा जाँदा जर्क फिल हुन्छ। हामीलाई चलचित्रलाई 2046 को समय देखाउँदा ब्ल्याक एन्ड व्हाइट र 4:3 को एक्सपेक्ट रेसियो युज गरेको भए अझै सान्दर्भिक हुन्थ्यो कि भन्ने फिल भएको थियो। तर पक्कै पनि मेकर्सहरूले कमर्सियली यो अलिक पोसिबल देखेका थिएनन् होला। मैया यानि कि अञ्जना बराइलीको शिरमा सिउरिने फूलले पनि एउटा सिम्बोलिक मिनिङ दिइरहेको हुन्छ। उक्त फूल अन्तमा उनको शिरबाट झरेर उनले कुल्चिएपछि केही नराम्रो घटना घट्दैछ भनेर दर्शकलाई अग्रिम रूपमा सतर्क गराउँछ। चलचित्रको समयमा आइरहेको परिवर्तनलाई देखाउन भने रेडियोमा बजिरहेको समाचारले महत्त्वपूर्ण भूमिका खेलेको छ। देशमा के हुँदैछ कसो हुँदैछ भनेर पनि रेडियोमा बज्ने समाचारहरूले एउटा टाइमलाइन देखाइरहेको फिल हुन्छ। गाउँले परिवेश, सामाजिक विषयवस्तु, अन्तर्जातीय विवाहमा आउने बाधा अडचन, राजनीतिक परिवर्तनहरूलाई राम्रोसँग देखाउन सफल भएको छ चलचित्र पुजार सार्की। फिल्मको क्लाइमेक्स जसरी हुन्छ त्यसको बिल्डअप भने केही इजी भएको हो कि जस्तो फिल हुन्छ। तर यसले पक्कै पनि हाम्रो देशमा वर्तमान समयमा घटिरहेका घटनाहरूलाई भने ताजा गराउन मद्दत गराउँछ र हामीलाई चलचित्रको अन्त्य पनि यही अवस्थामा भएको भए अझै दर्शकलाई धेरै सोच्न बाध्य गराउँथ्यो कि भन्ने आभास भएको छ। यसर्थ हामी दिन चाहन्छौँ यो चलचित्रलाई 5 मा 3। तपाईलाई हामीले गरेको रिभ्यू के कस्तो लाग्यो कमेन्ट बक्समा भन्न नछुटाउनु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पनि सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्दछौँ। हस्त, धन्यवाद।